ओरिजिनल नमस्ते मेरो छोटो मिठो भिडियोमा आज सबैलाई तपाईँलाई स्वागत छ मेरो नयाँ भिडियोमा। सो आज म होटल जाँदैछु र म बिहानबाट साँझसम्म गर्ने काम म देखाउने छु र भिडियो अन्तिमसम्म हेरिदिनु होला। म चाहिँ अहिले भर्खर होटल रुमबाट ड्युटी जाँदैछु भन्न पनि आउँदैन के भन्छु अनि होटलबाट रुमबाट ड्युटी जाँदैछु र होटलमा गएर चाहिँ पुरा देखाउँछु मैले बिहान गर्नुपर्ने काम के हो। म चाहिँ खास तन्दुरमा काम गर्छु, तन्दुरको सेव हो। सो म देखाउँछु तपाईँहरूलाई आज फुल भिडियो हेरिदिनु होला लास्टमा है। यो चाहिँ म चाहिँ अब यो रुमबाट जाँदैछु। राति हिँड्ने बाटो पनि यो ध्यान हुन्छ, रात चाहिँ डर लाग्छ। अहिले चाहिँ दिउँसो चाहिँ केही पनि हुँदैन, दिउँसो चाहिँ म फुल्लामको लागि हिँड्छु फेरि। अनि सो लास्टमा भिडियो हेर्नु होला। म होटलमा देखाउने काम सबै होटलमा गर्ने काम सब देखाउँछु, मेरो होटल देखाउँछु आज तपाईँहरूलाई है। के छ सधैँ मैले काम गर्ने डिपार्टमेन्टमा भने यही हो। हाम्रो सन्दीप सेप पनि आइसक्नु भएछ अनि हाम्रो के अरे सुरेश सेप पनि इन्डियन चाइनिज यो चाइनिज हो र तन्दुर। हिजो राति सब पुरा सिकभरि गइदियो भने त्यही हो। अरू बाँकी चाहिँ काम चाहिँ अब म देखाउँछु होइन, मैले के काम गर्नुपर्छ। बस्नको लागि आटा लगाउनु पर्ने पुरा भिडियो हेरिदिनु होला। के हो त यार सन्दीप सेप यार, केही खुसी सुसी केही छैन त्यहाँ भिडियो बनाउनु भनेर दुख्यो क्या। ए मुला के भन्ला हो यार भिडियो बनाउला केही छैन यार, म आज दुखिरहेको छु यार। कटिङ गर्ला कति बजी आऊ तिमी? ड्रेसतिर लाएर रेडी हुनुपर्ने गराएर अब चाहिँ आफ्नो काम स्टार्ट हुन्छ। अनि सो यो भिडियोमा चाहिँ तपाईँ 10K भ्युज पुऱ्याइदिनु होला त एकचोटि हेरौँ कस्तो हुन्छ होइन। 10K भ्युज पुऱ्याइदिनु होला है। अब चाहिँ बाँकी चाहिँ अब मैले आटा साटा लगाउनु पर्छ अनि कचुम्बरहरू काट्नुपर्छ अनि अब तन्दुरको मसलाहरू बनाउनु पर्छ। तपाईँलाई म पुरै देखाउँछु। आज मसला त छ होला सायद अनि सब देखाउँछु। भिडियो चाहिँ लास्टमा हेरिदिनु होला है सबैजनाले। यति आटा लगाउनु पर्ने, हिजोको आटा पनि धेरै छ त्यही भएर यति आटा लागि हुँदैन सन्दीप, हुन्छ कि नै? आज यति आटा लगाउनु पर्ने हो अनि हिजोको आटा पनि समथिङ छ 50-60 रोटी हुने जति, त्यही भएर अब आज यति आटा लगाउँछु म आज। अनि अरू खाग्रा बनाउनु पर्ने। नमस्कार सेव भाइ, हाम्रो सेव आइसक्नु भएछ। के छ सेव, आरामै हुनुहुन्छ? आराम भयो पैसा छैन। अनि खाग्रा भट्टे त छ अनि यता खाग्रा चाहिँ आज खाग्रा बनाउनु पर्ने, खाग्रा छैन दुइटै खाग्रा रहेछ। अनि आटा लगाउँछु म अब तपाईँलाई फेरि लास्टमा देखाउँछु म सबै भिडियो। आटा लगाएर रेडी भइसक्यो। सन्ध्या यो आटालाई म 25-30 मिनट या त 1 घन्टा बाहिर राख्छु अनि त्यसपछि नर्मल हुन्छ आटा चाहिँ। र सो बराबर लागिसकेको छ आटा। अनि यता हाम्रो सन्दीप सोल्टीले मेरो काम पनि आज हल्का गरिदिनु लाग्छ, कचुम्बर काटिदिने। अनि मेरो एकदम मिल्ने साथी पनि यिनी हुनु, त्यस हल्का फुल्का काम गरिदिन्छन्। त्यसपछि अब खाग्रा हाल्नुपर्ने छ। अनि सन्दीप एकदम गुड हो, राम्रो छ है। र त ये हमारा 3 खाग्रा बना दिया। अब एक खाग्रा लगाकर देखो।